Introduction of human lungs. Humans lungs मा हाम्रो सबभन्दा पहिले एउटा गयो नसबाट एयरभित्र एक जुन पाथबाट गइरहेको थियो यो जुन पाथ यो पाथलाई हामी भन्छौँ नेसल यसलाई हामी साउन्ड बक्स पनि भन्छौँ जहाँबाट हाम्रो आवाज आउँछ अनि अर्को यो तल आएर दुई भागमा डिभाइड हुन्छ एउटा जान्छ अर्को लङ्समा र एउटा जान्छ अर्को लङ्समा र दुईटा डिभाइड भएर अर्को अर्को लङ्समा गइसकेपछि स्मल ब्रान्चेसहरूमा रिङ्स अफ कार्टिलेज हुँदैन अर्ग्यान हो हाम्रो शरीरको त्यो एकदमै नरम अर्ग्यान हो जसले हामीलाई सास फेर्नमा इन्ट्रोडक्सन अफ ह्युमन लङ्स लङ्समा हाम्रो सबभन्दा पहिले आउँछ नस्ट्रिलबाट एयर भित्र गयो यहाँबाट गयो नस्ट्रिलबाट एयर भित्र र जुन पाथबाट गइरहेको छ यो जुन पाथ यो पाथलाई हामी भन्छौँ नेसल प्यासेज नस्ट्रिलबाट एयर भित्र गयो जुन पाथबाट गइरहेको छ त्यसलाई हामी के भन्छौँ नेसल प्यासेज र यो जुन पोइन्ट छ त्यसलाई हामी भन्छौँ फेरेनेक्स यहाँबाट एयर जान्छ यहाँबाट फुड जान्छ यहाँबाट एयर जान्छ यहाँबाट फुड जान्छ र जुन पोइन्टमा दुईटैको भेट हुन्छ त्यसलाई हामी भन्छौँ फेरेनेक्स यहाँबाट एयर जान्छ यहाँबाट फुड जान्छ र यहाँ दुईटैको भेट हुन्छ यसलाई हामी भन्छौँ फेरेनेक्स अनि यो बक्स जस्तो भाग छ यसलाई हामी के भन्छौँ यसलाई हामी भन्छौँ लेरेनेक्स यो बक्स जस्तो छ यसलाई हामी के भन्छौँ लेरेनेक्स यसलाई हामी साउन्ड बक्स पनि भन्छौँ जहाँबाट हाम्रो आवाज आउँछ अनि अर्को यो जो यति हाम्रो पाइप जस्तो छ यो रिङ जस्तो पाइप छ यसलाई हामी भन्छौँ विन्ड पाइप के भन्छौँ हामी विन्ड पाइप भन्छौँ यसलाई हामी अनि यहाँबाट यो जो रिङ जस्तो छ नि एउटा दुईटा तीनवटा यो रिङ छ बिचमा नि हो यो रिङ्सलाई हामी रिङ्स अफ कार्टिलेज भन्छौँ के भन्छौँ रिङ्स अफ कार्टिलेज भनेको के हो त कार्टिलेज भनेको जस्तो हाम्रो बडीमा बोनहरू हुन्छ र यो बोनहरू के हुन्छ एकदमै धेरै हार्ड हुन्छ तर कार्टिलेज बोन के हुन्छ सफ्टर बोन हुन्छ जस्तै हाम्रो यो कानको बोन यसलाई यसरी छुँदा के हुन्छ अलिअलि हार्ड जस्तो महसुस हुन्छ तर हुन्छ पुरा हाम्रो बोन जस्तो हार्ड हुँदैन त्यसलाई हामी के भन्छौँ कार्टिलेज सफ्टर फर्म अफ बोन भने पनि भयो कार्टिलेज अनि त्यसपछि हाम्रो यो जुन विन्ड पाइप छ यो तल आएर दुई भागमा डिभाइड हुन्छ एउटा जान्छ अर्को लङ्समा र एउटा जान्छ अर्को लङ्समा यहाँ दुईवटा ब्रान्च भइसकेपछि जसरी यसमा रिङ्स अफ कार्टिलेज हुन्छ त्यसरी नै यो यसमा पनि रिङ्स अफ कार्टिलेज हुन्छ तर स्मल ब्रान्चेसहरूमा रिङ्स अफ कार्टिलेज हुँदैन यसमा जुन यो योभन्दा जुन सानो हुँदै जान्छ यसमा रिङ्स अफ कार्टिलेज हुँदैन तर यसमा र यसमा रिङ्स अफ कार्टिलेज हुन्छ त्यसैले यसलाई हामी के भन्छौँ यसलाई हामी भन्छौँ ब्रोङ्काई भन्छ र जुन यो सानो हाँगाहरू हुँदै जान्छ जसमा रिङ्स अफ कार्टिलेज हुँदैन त्यसलाई हामी के भन्छौँ त्यसलाई हामी भन्छौँ ब्रोङ्क्युली के भन्छौँ हामी ब्रोङ्क्युली भन्छौँ यसलाई हामी अनि अन्तिममा एयर यहाँबाट आयो यो नेसल प्यासेज हुँदै फेरेनेक्स लेरेनेक्स हुँदै विन्ड पाइप हुँदै जुन अन्तिम स्थानमा जहाँ ब्लडमा अक्सिजन मिसिन्छ जहाँ एयर मिसिन्छ त्यसलाई हामी के भन्छौँ एल्भ्युली भन्छौँ के भन्छौँ त्यसलाई एल्भ्युली जहाँ त्यो अक्सिजन जुन हामीले यहाँ नस्ट्रिलबाट लिएको अक्सिजन अन्तिम स्थान कुन हुन्छ एल्भ्युलीमा र एल्भ्युलीमा पुगेर त्यो के हुन्छ ब्लडमा मिसिन्छ त्यसलाई हामी के भन्छौँ एल्भ्युली र यो प्ल्युरा भनेको यो जुन यो माथि जुन मेम्ब्रेन हुन्छ जुन हाम्रो मसल हुन्छ नि यो सबैलाई ढाकेर राखेको हुन्छ जो हामी बुक्सहरूमा हेर्छौँ अनि यो स्ट्रक्चर भनेर बनाउँछौँ त्यो माथिको मात्र हेर्छौँ हामी हो त्यसलाई हामी भन्छौँ प्ल्युरा जुन माथिलाई ढाकेर हुन्छ नि त्यो मेम्ब्रेनले हो त्यसलाई हामी भन्छौँ प्ल्युरा अनि इन्ट्रोडक्सन अफ भनेपछि यसको लङ्स आर पेयर रेस्पिरेटरी अर्ग्यान इन द ह्युमन बडी लङ्स के हो एक जोडी रेस्पिरेटरी अर्ग्यान हो एउटा यो भयो अनि लङ्स इनसाइड रिब केज अबभ डायफ्रेगम लङ्स के हुन्छ रिब केजको भित्र र डायफ्रेगम भन्दा माथि हुन्छ के हुन्छ डायफ्रेगम भन्दा माथि हुन्छ रिब केज भनेको के हुन्छ रिब केज भनेको यो जुन पुरा लङ्सलाई यसरी ढाकेर जुन हार्डहरू ढाकेर राखेको हुन्छ नि जस्तै हाम्रो यहाँ छ यसरी टच गर्यो भने यसरी जुन राखेको छ नि त्यसलाई हामी के भन्छौँ रिब केज भन्छौँ त्यो हार्डहरूलाई रिब केज भन्छौँ डायफ्रेगम भनेको यहाँ जुन मेम्ब्रेन हुन्छ यस्तो यहाँ जुन मेम्ब्रेन हुन्छ मेम्ब्रेन मसलको हुन्छ त्यसलाई हामी के भन्छौँ डायफ्रेगम भन्छौँ के भन्छौँ डायफ्रेगम भन्छौँ हामी स्ट्रक्चर अफ लङ्स पढ्नेछौँ द ह्युमन बडी हैज टू लङ्स ह्युमन बडीमा दुईटा लङ्स हुन्छ एउटा राइट एउटा लेफ्ट द लङ्स आर लोकेटेड इन द चेस्ट क्याभिटी अन बोथ साइड अफ द हार्टको के हुन्छ लङ्स हार्टको दुईटै साइड हुन्छ हार्टको के हुन्छ दुईटै
लङ्स हुन्छ, एउटा यो बिचमा हर्ट हुन्छ। अनि द लङ्स आर सफ्ट अर्ग्यान द्याट हेल्प इन ब्रिदिङ। लङ्स के हो? एकदमै नरम अर्ग्यान हो, हाम्रो शरीरको के हो? एकदमै नरम अर्ग्यान हो जसले हामीलाई सास फेर्नमा मद्दत गर्छ।